हेलो नमस्ते तपाईँ सम्पूर्णमा म रामचन्द्र रायमा चाहिँ तपाईँलाई स्वागत छ मेरो यस युट्युब च्यानलमा होइन। आज चाहिँ म एउटा विशेष खालको भिडियो लिएर आएको छु। भिडियो कस्तो होला भनेर तपाईँले यता थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ। आजको भिडियो चाहिँ यो हाम्रो अहिलेको भाइरल चर्चित वेदिका केसी उहाँले अहिले एकदम नेपालमा भएको यो चाहिँ धामी झाँक्रीप्रति होइन हाम्रो धर्मप्रति हुँदै गएको एकदम नराम्रो उसलाई चाहिँ लिएर अगाडि बढ्नु भएको छ। यो एकदम राम्रो कुरा हो। मैले चाहिँ उहाँलाई यो बारेमा एकदम सपोर्ट गरेको छु। सबै जान्नको लागि तपाईँले यो भिडियो अन्तिमसम्म हेर्नु होला है त साथीहरू। ल भिडियो मैले यहाँ राखेको छु उहाँको। एकदम उहाँले चाहिँ अहिले हाम्रो अहिले नेपालमा भाइरल भएको चर्चित झाँक्री धामी अथवा जे भने पनि प्रकाश भुजेलसँग चाहिँ उहाँले केही सानो एउटा भिडियो बनाउनु भएको छ। त्यो भिडियोलाई पनि मैले यहाँ राखेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। भिडियो हेरेर के कस्तो लाग्छ हजुरले कमेन्ट गर्नु होला र एउटा लाइक र हजुर यो च्यानलमा नयाँ हुनुहुन्छ भने एकचोटि यो च्यानललाई सब्सक्राइब गर्नु होला। ओके यति चाहिँ भन न, तिमी तन्त्र मन्त्रमा साधना पक्का रहेछौ होइन? पृथ्वीको नाभि कहाँ छ? पृथ्वीको नाभि भनेकै नेपाल हो। त्यही भएर त नेपाललाई नेपाललाई तपोभूमि, काठमाडौँलाई तन्त्रभूमि भनेको। तपाईँ फेरि कैलाश पर्वत भन्न खोज्नु भएको होला। अघिदेखि त नेपालको संविधानलाई म सम्मान गर्छु भन्ने, अहिले पृथ्वीको नाभि नेपाल हो भन्ने साँचो कुरा आउँदा तपाईँले थर्ड भन्ने? छोड न, तिमीले नेपाल कसरी नेपाल हुन्छ? कसरी भएन तपाईँ भन्नु नि त, कसरी भएन? कसरी नेपाल? तिमी जन्मेको कहिले? काठमाडौँलाई तन्त्रभूमि किन भन्यो मलाई त्यो भनिदिनु त दाइ। जन्मेको तपाईँ झाँक्री हुनुभयो होइन, तपाईँ झाँक्री हो होइन, ठिक छ। नेपाललाई तन्त्रभूमि किन भन्यो त? तन्त्रभूमि म भनौला, तिमी जन्मिया कहिले? म जन्मेदेखि के मतलब भयो? पढेर हेरेर बोलेर हुन्छ यस्तो? म पढेर हेरेर बोलेर हुन्छ? पढेर बोलेर म त अगाडि क्यामेरामा टक्क यहाँ हेर्नु त, यो क्यामेरा छ नि यहाँ, मेरो हात देखिराख्नु भएको छ हो, यो क्यामेरामा हेरेर बोल्दैछु म त। मेरो हातमा मोबाइल छैन, दुईटा हात, एउटा हातले मलाई बोलिन्छ, एउटा हातले देखाउँछ। माता जतिले पार्वतीको ज्ञान सिकायो भने तिमीले कुन चाहिँ माताले पार्वतीको ज्ञान सिकायो? पहिला मलाई बोल्नु देऊ न एकछिन। खुट्टामा धागो बाँधेर हड्डी घुमाएर चाहिँ झाँक्री भइन्छ? एकछिन नबोल न, मलाई बोल्नु देऊ न। टट्टु लाएर नाचेर झाँक्री भइन्छ? मलाई बोल्न देऊ न, किन तात्तिएको? हैन प्रकाश जी मसँग बोल्नु। यता देखा न, तिमी चुप लाग न। टाउको देखा, यता टाउको देखा न है, मलाई यता चुप टाउको देखा। तेरो प्रुफ समझ तैँले तेरो छोरीलाई के सिकाइस्? यसलाई के सिकाइस्? समाज भड्काउन सिकाइस्? समाजमा यस्तो कुरा गर्न सिकाइस्? समाजमा यस्तो कुरा गर्न सिकाइस्? त समाजलाई सिकाउने? हामी यो साधनामा त 20 वर्षबाट आएको छौँ, हाम्रो बाउबाजेको पुर्खाबाट आएको छौँ। तिमीहरू को? अघि एउटा माताले कल गरे, तपाईँ त पेन्ट 20 वर्षदेखिबाट यो साधना गरेर आएको छौँ। तपाईले सोल्डरमा पेन्ट लाउनु हुन्थ्यो अरे नि त 4-5 वर्ष अगाडि त। तिमी एउटा माताले भन्यो अब 20 वर्षदेखि कसरी झाँक्री खरिया मुनि हिँडिरहेको थियौ नि त, त्यस्तो कुरा गरेर हुन्छ? छोडिदिनु दाइ, मलाई हाँस उठिरहेको छ कि यस्तो कुरा। म चाहिँ खास के गलत बोलेको सुन्नुस् छ न बहिनी। सामाजिक दाइ, सञ्जालमा मैले बसेर केही भाइरल हुने बोलेको काम छैन। नगर, भाइरल हुने दाइ काम त नगर, नभन्, मलाई त भनेर भाइरल काम हुने छ काम नि दाइ। नगर। मैले त भाइरल त तपाईँ भाउ, तपाईँ भाउ दाइ भाइरल त। म त के भाइरल? मैले यो अहिले नेपालको एकदम विकृति मुद्दा उठाउँदा तपाईँहरूलाई चाप खोल्यो। तपाईहरूलाई त्यत्रो माताहरूले स्क्याम गर्दा अहिलेसम्म केही भएको थिएन। मैले 1-2 सप्ताह माथि तल गर्दाखेरि तपाईँहरूको मन पेट खोल्यो त। मनपट्टि मैले कुला होइन, मान्छेलाई नभन, हामीलाई व्यक्ति तोकेर भन्न, हामी सहन्छौँ। व्यक्ति तोकेर के भन्नु? तपाईँलाई त प्रकाश भुजेल बोक्सियो भन्नु मैले, अब व्यक्ति तोकेर? प्रकाश भुजेललाई भन, हामी सहन तयार छौँ, अरूलाई भन्न पाउँदैनौ बहिनी। सहनु तिमी बाहिर जाऊ एकछिन हो, म बोल्दैछु हो, म एक्लै गएको छु, तिमी किन बोल्नु? तिमीलाई मलाई भन, तिमीले मलाई ए बहिनी मलाई गाली गर, मेरो विषयमा मलाई मन पर्दैन, मलाई गाली गर। तपाईलाई गाली गर्ने छ, तपाईको प्रुफ आयो भने त फोटो सहितको प्रुफ हाल्छु के दाइ, फोटो सहित प्रुफ हाल्छु। तपाईलाई गाली गर्न त मलाई जरुरी छैन। हेर्नु नेपाल भरिका माता झाँक्रीलाई गाली गर्न पाउँदैन बहिनी। हेर एउटा कुरा याद गर, सुन्नुस् न दाइ, एउटा सामान्य एउटा कुरा भन्छु कि म बहिनी सोचेर सुन्दिनु होला। एउटा सामान्य कुरा गाली गर, सुन्नुस् न प्रकाश भुजेल दाइ, तपाईलाई म गाली गर्नुला कि तपाईलाई म गाली गरौँला, तर अहिले पहिला यहाँ मलाई कुरा गर्न दिनुस्। तपाईलाई म गाली गरौँला, ठिक छ, तपाईको इच्छा गाली सुन्ने छ भने म गरौँला, तर अहिले प्लिज कहाँ जानुभयो, कहाँ हराउनु भयो? नजानु सुन्नु, तपाईलाई ठिक छ, तपाईलाई एकदम मेरो मुखबाट गाली सुन्न मन लागेको होला, म सुनाउँछु पछि, तर अहिले मेरो कुरा चाहिँ सुनिदिनु है त। आपके चरणों में मेरा कोटि-कोटि प्रणाम। मेरो कुरा सुन्नुस् न प्रकाश दाइ, मेरो कुरा सुन्नुस् न। सत्य कुरामा हामी साथ दिउँला, तर असत्य कुरामा हामी दिदैनौं।
माताहरूले लुट हामी गर्ने दिँदैनौँ। नि, हामी त माताहरूले 20 लुट वर्षदेखिबाट गर्ने नि। तपाईँहरूलाई केही पनि हामी त फरक 20 नपर्ने, वर्षदेखिबाट तिमीले माताहरूले सामाजिक ढोङ सञ्जाल गर्दा, हेर। स्क्याम गर्दा तपाईँहरूलाई केही फरक नपर्ने, मेरो शब्द एक दुईवटा कहिले मात्र स्क्याम हुँदा गर्यो केही भने तपाईँहरूको कसले मन गर्यो पुग्ने? देखाउन त गरिला कि देखाउ तपाईँले पनि ठगेको, कि तपाईँहरू पनि कहिले झाँक्रीको तिमीले ठग सर्टिफिकेट भन्न 500 मा पाउँछ? बेच्ने मान्छे हो तिमीले हो ठगेको भने हो देख्या भने। छौ तिम्रो ठग्या छु हो त्यही भएर त तपाईँको त कति ल, प्रुफ भन छ दाइ मसँग त कति प्रुफ आएको छ ल्याउनु त तपाईँको। ल्याउ, मैले के बोल्नु छ, नै पर्ने के भने छ, कति प्रुफ के छ? बोल्छु त्यही भएर के मेरो कुरा बोल्छौ? प्रश्न के सुन्दिनुहोस्। म बोल्छौ तपाईँसँग भने? विवाद गर्न आएको होइन। के बोल्छौ? अघि के बोल्छौ? तपाईँहरूको के बिरादरीको एउटा बोल्छौ? एन्जल भने त्यो फुचीसँग बोलेर त फुची मातासँग बोलेर म पाकिसकेँ। मेरो घाँटी सुनाडी छ कि म झगडा गर्न आएको होइन। तपाईँको बिरादरी मान्छेसँग धेरै बोलिसकेँ म। तपाईँलाई भन्छु गलत कुरा नबोल भनेको हामीले गलत समाजलाई गलत कुरा भड्काउने काम बोले- नगर मेरो कुरा त सुन्नुहोस् न त दाइ, एकछिन मेरो कुरा सुन्नु अनि यहाँ सुन न। तपाईँ पालै पालो भोलि तिम्रो र पालै मेरो- पालो। गरिब भोलि बहिनी तिम्रो र गरिब मेरो दाइ, भेट गरिब कहाँ बहिनी हुन्छ गरिब यहाँ दाइ, सुन न। बहिनीलाई बोल्न दिनु अब। तिम्रो र मेरो भेट भोलि कहाँ हुन्छ भन्दाखेरि भोलि साइबर ब्युरो भोटाइटीमा हुन्छ अनि कुरा गरौँ एकदम हैन हो, साइबर ब्युरो भोटाइटीमा हुन्छ अनि त्यसपछि भोलिदेखि मिडियामा आउँछ वेदिका केसीले गरौँ प्रकाश भुजेलको पर्दाफास। सक्यो। म डराउँछु म नत्र भने डराउँछु मेरो तिमीले। किन बोल्न तिमीसँग दिइराख्नु म भएको छैन त डराउने। मलाई? प्रकाश मलाई भुजेल किन बोल्न दिइराख्नु भएको छैन त प्रकाश तपाईँले? भुजेल बोल्न दिनुहोस् डराउने। न त। प्रकाश बोल्न भुजेल दिनुहोस् न डराउने। त। म मलाई पानी बोल्न मुनि- दिनुहोस् न त। यहाँ किन लुगा बोल्न खोलेर दिइराख्नु दौडिनु भएको पर्ला। छैन? पर्दा पानी फास। खुवाउनु त मलाई। प्रकाश दाइको कुरा सुनेर मेरो त टाउकोदेखि खुट्टासम्म होइन तातिसक्यो। तिमी दिखुन म डराएर यहाँ कट्टु मुनि लुकेर हिँड्न पर्ला अहिले म कस्ता दाइ कस्ता तपाईँको त कहाँ गयो कटुलाको भिडियो नै छ मसँग। त्यस्तै कुरा गर्ने हो भने त। एउटा कुरा याद गर तिमी आफूहरू भनेको कस्तो मान्छे भने यो फेरि समाज ढोका बन्द गर नि, किन छ आइरहेको र? गलत कुरा बोल्दैन होइन गलत कुरा बोल्यो भने गलतको परिणाम भोग्न पर्छ फेरि हो गलतको। परिणाम भोग्नुपर्छ दाइ। मसँग शास्त्रीय प्रमाण लिएर आउँछु। नेपाल ए, नेपाल मेरो- भने मेरो म कटुलाको भन्दैछु, भिडियो तिमीसँग काठमाडौँ छ? नेपाल भनेको तन्त्र भूमि हो। तन्त्रको एक तिमीले एक प्रमाण बोलेको लिएर नि, आउँछु। कटुलाको भिडियो धर्म भोलि लिएर निरपेक्ष आउँछौ? भयो भन्दैमा हामीले आफ्नो धर्म नकार्ने, धर्म निरपेक्ष मेरो- देश सुन न। भयो भन्दैमा हामीले आफ्नो शास्त्र उठाएर नहेर्ने, यहाँ सुन न तिमीले जे मेरो पनि भन्न कटुलाको पाउने। भिडियो लिएर आउँछु भने होइन भोलि ल्याउँछौ के चाहिँ भिडियो त्यो भिडियो हाल्नै मिल्दैन दाइ। कम्युनिटी गाइडलाइन्स हुन्छ। म मेरो युट्युब च्यानल खोल्दैछु, युट्युब च्यानलमा हाल्छु। किनभने टिकटकमा हाल्दा कम्युनिटी गाइडलाइन्स हुन्छ। ए, भोलि लिएर आउँछौ टाढा त देखिन्छ मन्दिर कि त्यही आउँछु नि त भएर। अहिले कहाँनिर आउनुपर्छ भन त भिडियो हेर्न दाइ आउँछु नि त। तपाईँको झाँक्रीसँग अस्ति तोडफोड भएको त मैले यहाँ प्रश्न देखिरहेको छु। त्यहीँनिर छैन तपाईँको म्यान पावरमा केटाहरूले कुटाएको थियो तपाईँको वास्तविकमा यो झाँक्री बहिनी फोडेको पागल ल ल जाऊ बहिनी भाग यी तिमी होइन मान्छे सुन्नु न मेरो कुरा तिमी सुन्नु न मान्छे दाइ। होइन ल जाऊ दाइ बहिनी प्लिज भाग बोल्नु न मसँग दाइ। के बोल्छौ तपाईँहरूको तिमी चाहिँ? के बिरादरीको एउटा बोल्छौ? एन्जल भने त्यो फुचीसँग बोलेर त फुची मातासँग बोलेर म पाकिसकेँ। मेरो घाँटी सुनाडी छ कि म झगडा गर्न आएको होइन। तपाईँको बिरादरी मान्छेसँग धेरै बोलिसकेँ म। तपाईँलाई भन्छु गलत कुरा नबोल भनेको हामीले गलत समाजलाई गलत भड्काउने कुरामा काम बोले- नगर मेरो कुरा त सुन्नुहोस् न त दाइ, एकछिन मेरो कुरा सुन्नु अनि यहाँ सुन न। तपाईँ पालै पालो भोलि तिम्रो र पालै मेरो- पालो। गरिब भोलि बहिनी तिम्रो र गरिब मेरो दाइ, भेट गरिब कहाँ बहिनी हुन्छ गरिब बहिनी, दाइ, यहाँ सुन न। बहिनीलाई बोल्न दिनु अब। तिम्रो र मेरो भेट भोलि कहाँ हुन्छ भन्दाखेरि भोलि साइबर ब्युरो भोटाइटीमा हुन्छ अनि कुरा गरौँ एकदम होइन हो, साइबर ब्युरो भोटाइटीमा हुन्छ अनि त्यसपछि भोलिदेखि मिडियामा आउँछ वेदिका केसीले गरौँ प्रकाश भुजेलको पर्दाफास। सक्यो। म डराउँछु म नत्र भने डराउँछु मेरो तिमीले। किन बोल्न तिमीसँग दिइराख्नु म भएको छैन त डराउने। मलाई? प्रकाश मलाई भुजेल किन बोल्न दिइराख्नु भएको छैन त प्रकाश तपाईँले? भुजेल बोल्न डराउने। दिनुहोस् न त। प्रकाश बोल्न भुजेल दिनुहोस् न डराउने। त। म मलाई पानी बोल्न मुनि- दिनुहोस् न त। यहाँ किन लुगा बोल्न खोलेर दिइराख्नु दौडिनु भएको पर्ला। छैन? पर्दा पानी फास खुवाउनु त अहिले। मलाई। प्रकाश दाइको कुरा सुनेर मेरो त टाउकोदेखि खुट्टासम्म होइन तातिसक्यो। तिमी दिखुन म डराएर यहाँ कट्टु मुनि लुकेर हिँड्न पर्ला अहिले म कस्ता दाइ कस्ता तपाईँको त कहाँ गयो कटुलाको भिडियो नै छ मसँग। त्यस्तै कुरा गर्ने हो भने त। एउटा कुरा याद गर तिमी आफूहरू भनेको कस्तो मान्छे भने यो फेरि समाज ढोका बन्द गर नि, किन आइरहेको र? गलत कुरा बोल्दैन होइन गलत कुरा बोल्यो भने गलतको परिणाम भोग्न पर्छ फेरि हो गलतको। परिणाम भोग्नुपर्छ दाइ। मसँग शास्त्रीय प्रमाण लिएर आउँछु। नेपाल ए, नेपाल मेरो- भनेको मेरो म कटुलाको भन्दैछु, भिडियो तिमीसँग काठमाडौँ छ? नेपाल भनेको तन्त्र भूमि हो। तन्त्रको एक तिमीले एक प्रमाण बोलेको लिएर नि, आउँछु। कटुलाको भिडियो धर्म भोलि लिएर निरपेक्ष आउँछौ? भयो भन्दैमा हामीले आफ्नो धर्म नकार्ने, धर्म निरपेक्ष यहाँ देश सुन न। भयो भन्दैमा हामीले आफ्नो शास्त्र उठाएर नहेर्ने, यहाँ सुन न तिमीले जे मेरो पनि भन्न कटुलाको पाउने। भिडियो लिएर आउँछु भने होइन भोलि ल्याउँछौ के चाहिँ भिडियो त्यो भिडियो हाल्नै मिल्दैन दाइ। कम्युनिटी गाइडलाइन्स हुन्छ। म मेरो युट्युब च्यानल खोल्दैछु, युट्युब च्यानलमा हाल्छु। किनभने टिकटकमा हाल्दा कम्युनिटी गाइडलाइन्स हुन्छ। ए, अलिकति भोलि लिएर आउँछौ त टाढा देखिन्छ मन्दिर कि त्यही आउँछु नि त भएर। अहिले कहाँनिर आउनुपर्छ भन त भिडियो हेर्न दाइ आउँछु नि त। तपाईँको झाँक्रीसँग अस्ति तोडफोड भएको त मैले यहाँ प्रश्न देखिरहेको छु। त्यहीँनिर छैन तपाईँको म्यान पावरमा केटाहरूले कुटाएको थियो तपाईँको वास्तविकमा यो झाँक्री बहिनी फोडेको थियो। पागल ल जाऊ बहिनी भाग यी तिमी होइन मान्छे सुन्नु न मेरो कुरा तिमी सुन्नु न मान्छे दाइ। होइन ल जाऊ दाइ बहिनी प्लिज भाग बोल्नु न मसँग दाइ। तिमी प्लिज मान्छे दाइ। तिमी मान्छे प्लिज होइन ल दाइ। मैले थाहा मिडियामा पाएँ। हाल्नु दाइ यो भिडियो प्लिज एउटा दाइ। कुरा याद गर मलाई तिम्रो राख्नु दिमाग दाइ। ठिक रहन्छ अनि त्यो छेउमा बसेको बुढो मान्छे ल हजुरले भिडियो पनि हेरिसक्नु भएको छ भिडियो कस्तो लाग्यो अब एकचोटि यो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू ल एउटा लाइक अनि एउटा कमेन्ट ओके थ्याङ्क यू